पूर्णमा नमस्कार। म अहिले वीरगञ्ज महानगरपालिकामा रहेको नारायणी उप क्षेत्रीय अस्पतालमा उपस्थित छु र यहाँ हरेक शनिबार झै अहिलेको आज पनि खाना कार्यक्रम निशुल्क भोजन कार्यक्रम चलिरहेको छ, जहाँ विभिन्न किसिमका विभिन्न वर्गका समुदायका व्यक्तिहरू उपस्थित हुनुभएको छ। यहाँ कुरुवादेखि लिएर बिरामीदेखि लिएर रिक्सावाला, ठेलावाला वा अन्य जनसमुदायहरू पनि यहाँ उपस्थित हुनुभएको छ, जसलाई हामीहरू निशुल्क भोजन गराउँछौँ। तर आजको जुन भोजन कार्यक्रम रहेको छ त्यसमा भोजन कार्यक्रम गराउनमा सहयोग गर्न आउनुहुने सामाजिक दायित्व पूरा गर्न गौतम स्कुल वीरगञ्जद्वारा सञ्चालित गरिएको छ र गौतम समाज कल्याण संस्थाबाट आजको सेवा गर्ने एउटा अवसर मिलेको छ। उहाँहरूलाई अब केही सोधपुछ गर्छौँ। उहाँहरूलाई यो जिज्ञासा किन आयो, किन उहाँहरूले यो काम गरिराख्नु भएको छ बारेमा हामी केही जान्न चाहन्छौँ। हजुर नमस्ते। हजुरको शुभ नाम के पर्यो? गणेश छेत्री। हजुरको परिचय दिनुहोस् न पुरा डिटेलली। यहाँ किन आउनु भएको छ, के गर्न, के उद्देश्यले आउनु भएको छ भनेर। म गौतम स्कुलको प्रिन्सिपल पनि हो। हाम्रो गौतम स्कुलको एउटा सामाजिक संस्था पनि छ जसको नाम गौतम समाज कल्याण संस्था हो। यो चाहिँ हामीले लास्ट इयरदेखि हामीले यसलाई रेजिस्ट्रेसन पनि गरेको छु र यो वर्ष गौतम स्कुलको स्वर्ण जयन्तीको उपलक्ष्यमा हामीले हरेक महिना यो दुःखीहरूलाई कार्यक्रम गरेको छु र आज हाम्रो पहिलो टाइम हो यो। वीरगञ्ज समाज सेवामा तपाईँहरूले सेवा गर्ने मौका आज पहिलोचोटि हो। अनि हजुरहरू हरेक महिना व्यवस्था गर्नुहुन्छ कि के हो? आजदेखि सुरु भएको छ। यही गर्नुहुन्छ कि कहीँ अरू कतै गर्ने विचार छ? अनि हजुरहरूको कमिटीमा मैले एउटा यो सैनिक जस्तो ड्रेस लगाएको विद्यार्थी भाइहरूलाई हेरिरहेको छु। खासमा उहाँहरूको काम के हुन्छ? स्वयंसेवकको रूपमा खटिनुहुन्छ अनि फेरि उहाँहरू आफ्नो घरतिर लानुहुन्छ। उहाँहरूको केही तलब भत्ताहरू, केही सुविधाहरू छ कि छैन? सेवाको लागि मात्रै। अनि हजुरहरू यहाँबाट कार्यक्रम गरेर अरू ठाउँमा पनि गर्ने केही विचार हुन्छ कि मात्र यही सेवा गर्नुपर्ने तपाईँको विचार छ? आजै यही छ। यही गर्नुहुन्छ कि कहीँ बजारमा अरू पनि गर्ने विचार छ? बसेर अब जे निर्णय गर्छ। तपाईँको समितिमा कतिजना हुनुहुन्छ? 11 जना। यो अहिले हाम्रो वीरगञ्ज जस्तो सहरमा कति दाताहरू हुन्छन् जसको मनमा यो विचार हुन्छ कि सेवा गर्नु पर्यो, निशुल्क भोजन गराउनु पर्यो, किनकि आजको समयमा कसैलाई फुर्सद छैन आफ्नो काम बाहेक अरूलाई सेवा गर्ने। यस्तो विचारधारा भएका व्यक्तिहरू सायदै कहीँ भेटिन्छन्। तर हाम्रो सनातन धर्मले जुन सिकाएको छ, जुन हाम्रो निष्ठावान, जुन हाम्रो संस्कृति रहेको छ, त्यो परम्पराले सर्वे भवन्तु सुखिनः सर्वे सन्तुको जुन नारा दिन्छ। अनि यो अस्पताल जस्तो ठाउँमा जहाँ अनेक ठाउँबाट भारतदेखि लिएर अनेक ठाउँबाट आइरहेका हुन्छन्, अनि यस्तो अस्पताल जस्तो ठाउँमा विभिन्न ठाउँबाट नेपालदेखि भारतसम्मका मानिसहरू यहाँ इलाज गराउनको लागि, जचाउनको लागि आइरहेका हुन्छ र तिनीहरूको उपचार गर्ने क्रममा केही खानाको सुविधा होस् भन्ने उद्देश्यले हरेक शनिबार यहाँ खाना खुवाइन्छ। लगभग 3 वर्ष हुन लाग्यो यहाँ खाना खुवाएको र अहिले पनि यो कार्यक्रम जारी नै छ र सम्पूर्ण टिमलाई म धन्यवाद दिन चाहन्छु। यो वीरगञ्ज समाज सेवा र अहिले गौतम स्कुलले जुन सेवा र सहयोग गरिरहेको छ त्यसलाई पनि धेरै धेरै धन्यवाद छ। खानाका परिकारहरू तपाईँहरू हेर्न सक्नुहुन्छ। खानाका परिकारहरू यस प्रकार रहेका छन् र सबैजना मानिसहरू अहिले खाना सुरु भइसकेको छ। तपाईहरू पनि जीवनमा यदि समय मिल्यो भने कमसे कम मानव सेवा गर्नु होला र मानव सेवा गर्नु नै हाम्रो धर्म पनि हो, हाम्रो कर्तव्य पनि हो। यसैले हामी भन्न चाहन्छौँ कृपया तपाईहरू पनि मानव सेवा जुट्नुहोस्। मानव सेवा गरेर आफ्नो धर्म कमाउन सकिन्छ, मोक्षको एउटा मार्ग मिल्छ। यो हाम्रो नारायणी अस्पताल, नारायणी उप क्षेत्रीय अस्पताल, जहाँ अनेकौं व्यक्तिहरू आइरहेका हुन्छन्। ल यसबारे तपाईँ के भन्न चाहन्छ? नमस्ते। नमस्ते। अब सम्पूर्णलाई अवगत भएकै कुरा हो, आज शनिबार नारायणी अस्पतालमा वीरगञ्ज समाज सेवा परिवारद्वारा निरन्तर गरिरहेकै छ भोजन, निशुल्क भोजन कार्यक्रम विगत 3 वर्षदेखि भइरहेको छ। यो साउन महिना मिलाएर 3 वर्ष 4 महिना हुन लागेको छ र
अब जति तारिफ गरे पनि कमै हुन्छ, प्रशंसा गरे पनि कम हुन्छ। नारायणी अस्पताल सबैलाई सर्वविदित छ। गाउँ गाउँतिरबाट आर्थिक अभाव या न्यून आर्थिक भएका मान्छेहरू आएका हुन्छन् यहाँ उपचार। उहाँहरूलाई घर जस्तो पोसिलो धुनिलो खाना खुवाइराख्नुहुन्छ। खाना जुन हामीले सर्भ गरिरहेका छौँ दीर्घ समाज सेवा परिवारलाई एकदमै मुरी धन्यवाद छ। तपाईँहरू पनि हातेमालो गर्नुहोस्, यहाँ पनि आफ्नो ठाउँमा पनि ल हामीसँग एकजना फेरि हुनुहुन्छ। नमस्कार, हजुरको नाम के पर्यो? गजेन्द्र कुमार कलवार। अनि यहाँ कति दिनदेखि यहाँ आइराख्नु भएको छ यो कार्यक्रममा? सर यो हाम्रो 3 वर्षदेखि बुझ्नु न 3 वर्ष माथि नै भयो होला। 3 वर्षदेखि यहाँ नारायणी अस्पतालमा कार्यक्रम चलिरहेको छ। प्रत्येक शनिबार हुन्छ। यसको यति अभाव छ, त्यसमा पनि हामी सिमराबाट बोकेर लाउँछ यसको लागि। सिमराबाट ग्यास बोकेर अहिले जुन ग्यास मिलिरहेको छैन मानिसहरूलाई, तर पनि खोजेर अहिले मानव सेवाको लागि गरिब समुदायका वा बिरामी समुदायका वा रिक्सा ठेलावालाहरू मान्छेहरूलाई हुन्छ हामी सबै प्रसाद खान्छौँ। अहिले हेर्न सक्नुहुन्छ यो सामाजिक दायित्व निभाउनको लागि गौतम स्कुलबाट आउनुभएका हाम्रा केही महानुभावहरू हुनुहुन्छ, केही विद्यार्थी भाइ बहिनीहरू पनि छन् जसले सहयोग गरिरहेका छन्। अहिले सामाजिक सेवा गर्ने एउटा जुन आफूभित्र जिज्ञासा रहेको छ, मानिसहरू जुड्ने कोसिस गरिरहेका छन्, सेवा कार्यमा जुडिरहेका हुन्छन् निस्वार्थ सेवाका लागि। अहिले चिसो पानीको पनि व्यवस्था गरिएको छ। चिसो पानी अहिले सबैजना अहिले चिसो पानी खाइरहेका छन्, भरिरहेका छन्। यसमा कुनै पनि जातपात समुदाय नहेरिकन सबैलाई एकरूपताका साथमा सेवा गरिने जुन भाव देखाइरहेको छ, यो वीरगञ्ज समाज सेवा लगायतका सम्पूर्ण टिमहरूलाई फेरि पनि म धन्यवाद दिन चाहन्छु। र अहिले हामीहरू जुन नारायणी अस्पतालमा आएका छौँ, हरेक शनिबार लगभग यही समयमा बिहानको 9 बजेतिर हामीहरू आइरहेका हुन्छौँ र तपाईँहरू पनि आउनुहोला। तपाईँका यदि रिश्तेदार यही नातेदार कोही हुनुहुन्छ, जानकारीका व्यक्ति हुनुहुन्छ भने उहाँलाई भन्नुहोस्। हरेक शनिबार यहाँ भोजन कार्यक्रम, निःशुल्क भोजन कार्यक्रम गराइन्छ र यो मानव सेवा हो। तपाईँ यसमा दाताको रूपमा सहयोग पनि गर्न सक्नुहुन्छ र यहाँ आएर सेवा पनि दिन सक्नुहुन्छ। भौतिक रूपले, आफ्नो शारीरिक रूपले, मानसिक रूपले पनि और आर्थिक रूपले पनि यसमा सहयोग गर्न सकिन्छ। तसर्थ तपाईँहरू आउनुहोस्, हामी यही भन्छौँ। नमस्ते, धन्यवाद।